हेलो साथीहरु, आज चाहिँ हजुरहरुलाई म यहाँ देख्न सक्नुहुन्छ यो भिभोको मोबाइल एकदम डिस्प्ले फुटेर झरामझुरुम भएर ल्याएको छ। यो सेट चाहिँ आज म तपाईहरुलाई खोलेर यो नयाँ डिस्प्ले लगाएर प्याक गरेर रेडी गरेर देखाउँदै छु है त। हजुरहरुले हेर्नु होला है त। अब यहाँ हेर्नु, यसरी मैले खोलिसकेको छु। यसरी पुरै अब नटहरु खोलेर यो बडीहरु खोलेर निकालेर हैन, मैले सबै यो यसरी साइडको हाउजिङहरु निकालिसकेको छु भने अगाडि डिस्प्ले पनि निकालेको छु। अनि यो अगाडि सफा गरेर क्लियर गरेर अनि यो बडी अलिअलि बाङ्गो हुन्छ नि त, यो बाङ्गोलाई पनि हल्का सिधा बनाएर अनि त्यसपछि अगाडिपट्टि पनि सरसफाई गरेर अब A1 बनाएर चाहिँ अब म पहिलाको नयाँ जस्तै न्यू बनाएर देखाउँछु है त। अब यो गम लगाएर चाहिँ टक्क एकछिन गम लगाउने गम लगाएर एकछिन सुक्न दिएर हैन, म आज एकदम रेडी गरेर नयाँ जस्तै बनाएर हजुरहरुलाई देखाउँदै छु। हेर्नु होला है त। म यहाँ खुरुखुरु काम गरिरहेको छु। अब यसलाई चाहिँ मजाले पत्ता सत्ता टाँसेर त्यसलाई मजाले सेप गरेर हैन मिलाएर चाहिँ बनाउँदै छु, देख्न सक्नुहुन्छ। अब यो डिस्प्लेमा चाहिँ पहिले यो माथिको टेम्पर ग्लासहरु पनि हालेर अनि रेडी गरेर यसलाई गर्यो भने चाहिँ सजिलो हुन्छ नि त। अब यो टाँस्न त्यहाँ बान्नु पर्छ, त्यसलाई अलिकति गर्नुपर्छ। अब देख्न सक्नुहुन्छ यो ग्लास लाउँदै छु। यो ग्लास लगाएर हैन, अब ग्लासलाई यो गरेर चाहिँ अनि म अब यसलाई रेडी गर्दै छु। भर्सक यो माथिबाटको ग्लास पनि एकदम रेडी गरेर प्याक गर्दाखेरि चाहिँ राम्रो हुन्छ हैन। यहाँ देख्न सक्नुहुन्छ। अब म ग्लास लगाउँछु। यो ग्लास लगाउँदैछु है त। अब यो ग्लास लगाउँछु। ग्लास लगाएर प्याक गरेपछि चाहिँ एकदम राम्रो हुन्छ। भरे ग्लास लाउन खोज्दाखेरि चाहिँ अब गमसम लागेको हुन्छ, अलि अप्ठ्यारो हुन्छ हैन। अब म रेडी गर्दैछु। यो ग्लास लगाएँ अब मैले। तपाईहरुलाई चाहिँ एकदम पहिलाको कन्डिसनको जस्तै नयाँ बनाएर देखाउँदै छु, हेर्दै जानु होला। भिडियोलाई चाहिँ यसो लाइक कमेन्ट गर्नु होला अनि मेरो युट्युब च्यानललाई पनि यसो सब्स्क्राइब चाहिँ गर्नु होला है। यहाँ देख्न सक्नुहुन्छ म एकदम अगाडि बढिरहेको छु। अब यो डिस्प्ले टाँस्दै छु। डिस्प्लेमा चाहिँ यो मुनिपट्टिको पत्तापट्टिको भागलाई चाहिँ सरक्क बिस्तारै पहिला ट्याप्प हाउजिङमा मिलाएर अनि माथिल्लो भागतिर चाहिँ मिलाएर अनि यसरी बिस्तारै उम्लाले दबाएर अनि रेडी गर्ने अनि झ्याप्प टाँसिन्छ। अनि त्यो पत्ताहरु लगाएर अनि मजाले त्यो पत्तालाई पनि त्यहाँ अब मेटलमा मिलाइसकेपछि अब त्यहाँ प्लास्टिक हुन्छ जुन त्यो पत्तालाई छोप्ने, त्यो प्लास्टिक लगाएर अनि त्यसपछि यो बेटी हुन्छ, एट्याच भित्रै हुन्छ हैन। अहिलेको फोनहरुमा चाहिँ यो बेटीलाई ट्याक्क सिधा बनाएर ट्याक्क लगाएर अनि अब म प्याक गर्ने क्रममा छु है। सेटलाई अब लास्ट अवस्थामा आइपुग्न आँटिएको छ। म सेटलाई प्याक गर्दै छु। अब यसको यसको फिङ्गरप्रिन्ट हुन्छ नि त, कतिपयको साइडमा हुन्छ, कसैको पछाडिपट्टि हुन्छ, तर पत्ता हुन्छ। यसरी पत्ता लगाउनु पर्यो। अनि पत्ता लगाएर चाहिँ अनि त्यसपछि अब यो भित्रपट्टि पछाडिपट्टि नट कस्नको लागि यो अब माथिल्लो साइड तल्लो साइडमा यसरी राखिदिएको हुन्छ। त्यसको कभर राखिदिएको हुन्छ। त्यो कभर लगाएर चाहिँ अनि अब साइडको बिट भाग जुन हुन्छ त्यो बिट भाग लगाउँदैछु म। यहाँ देख्न सक्नुहुन्छ। यो माथिको कभर भयो भने यो कभरलाई पनि अड्काउने त्यो सानो नट हुन्छ। अनि अब यो साइडको जुन हाम्रो बिट भाग छ हाउजिङ मेटलदेखि माथिबाट लाग्ने, अब त्यो पनि लाउँछौँ हामी। यो मुनिको स्पिकरको भाग भयो भने यो स्पिकरको मुनिको सेट भयो। अब यसरी हामी लगाउँदैछौँ, देख्न सक्नुहुन्छ। साइडको अब यो बिट लगाइसक्यौँ। अब यो लगाइसकेपछि चाहिँ अब हामी बिस्तारै यसलाई चट्टसँगले नट कस्छौँ। चारैतिर सबैतिर नट कसेर एकदम राम्रो तरिकाले नट कसिसकेपछि चाहिँ अनि त्यसपछि हाम्रो फोन रेडी हुँदै जान्छ। तपाईलाई देखाउँदै जान्छु, हेर्नु होला। हजुरहरुलाई भिडियो कस्तो लागिरहेछ यो भिडियो चाहिँ हेरेर यसो लाइक कमेन्टहरु यसो गर्नु होला है त। लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला। यसो मेरो च्यानललाई पनि यसो सब्स्क्राइब गर्नु होला। अब देख्न सक्नुहुन्छ म नट कस्न लागिरहेको छु खुरुखुरु। अब यो नट कसिसकेर चाहिँ हामीले अनि अब यसलाई बिस्तारै रेडी गर्ने क्रममा छौं। देख्न सक्नुहुन्छ यहाँनेरि चाहिँ यसरी चाहिँ अब सेट चाहिँ एकदम अगाडि यसरी हामी बनाइरहेका छौं। अब नट कस्दै छु म। यसलाई नट चाहिँ म मजाले सबै नटहरु कसेर रेडी गरेर हैन, एकदम रेडी गरेर चाहिँ अनि नट कसेर अनि
राम्रो सफा गरेर अनि त्यहाँदेखि चाहिँ म यसलाई रेडी गर्दैछु। मजाले यसलाई चाहिँ उयो गरेर चाहिँ अब मजाले बनाउँछु। यहाँ देख्न सक्नुहुन्छ। अब यो नट कसिसक्न लागेको छु मैले। नट कसिसकेर चाहिँ अनि मजाले गम लगाएर यसलाई प्यानल टाँस्दैछु। प्यानल पनि टाँस्नु पर्यो नि त, पछाडिबाट प्यानल मजाले टाँस्ने। अनि देख्न सक्नुहुन्छ नट चाहिँ नछुटाइ सबै लाउनुपर्छ मजाले कसेर हैन। अब काम नगर्नु गरिसकेपछि त अब मजाले गर्नु पर्यो नि त, एकदम भरपर्दो खालको हैन, काम पनि भरपर्दो गर्नुपर्छ। अनि यसरी अलिकति भरपर्दो काम गर्यो भने यसो कस्टमरहरूको पनि त मन जित्न सकिन्छ, राम्रो गर्नुहुन्छ भन्ने हुन्छ, विश्वास हुन्छ हैन। त्यही भएर काम चाहिँ म भरपर्दो राम्रो गर्छु। अब देख्न सक्नुहुन्छ मैले अब यो प्यानल टाँस्छु। अब यसमा चाहिँ गम लगाउँदैछु म। यसलाई गम लगाउँछु, मजाले गम लगाउँछु चारैतिर वरिपरि यो छेउछेउमा टाँसिने भागमा चाहिँ म गम लाउँदैछु। यसरी गम लाउने। यसरी गम लगाइसकेपछि अब हाम्रो यो गम लगाइसकेपछि अब प्यानललाई मिलाएर टाँस्ने हो हैन। मैले गम लगाइसकेको छु। अब यो प्यानललाई यहाँ देख्न सक्नुहुन्छ। यो प्यानललाई चाहिँ मजाले अनि यसमा चाहिँ मिलाएर टाँस्ने हो। यसरी यहाँ देख्न सक्नुहुन्छ। यसरी मजाले मिलाएर टाँस्ने। अब प्यानल टाँसिसकेको छु मैले। अब यसलाई अगाडिपट्टि डिस्प्ले पनि टाँसेको, अब प्यानल पनि अब खोलेको थियो, प्यानल पनि टाँस्नु पर्ने। अब यसलाई मजाले अब रबर लाएर बान्नुपर्छ। म यसरी सिम स्लट हालिदिँदैछु। सिमहरू छुट्छ फेरि, सिम स्लटहरू चाहिँ सुरुमै हालिदिइहाल्नुपर्छ यसरी बनाइसकेपछि। अनि अब म यसलाई बान्दैछु, चारैतिर रबरले बान्दैछु। देख्न सक्नुहुन्छ रबरले मजाले बान्ने हो चारैतिर, अलिकति तन्काएर। अनि छेउमा भएको यो गमहरू अलिअलि यसो पुसपास गर्ने। अनि त्यसपछि चाहिँ हामी यसरी रबर लगाएर चाहिँ मजाले बान्ने हो। बानेर रेडी गरेर अनि कम्तीमा पनि अब यो रबर लाएर बानेपछि चाहिँ 2-2.5 घन्टासम्म चाहिँ बान्नुपर्छ। त्यो त्यहाँ लगाएको त्यो गम जुन लिक्विड हुन्छ नि त्यसले पक्रिनु पर्यो नि त हैन। यसरी रबर लाउँदैछु म, चारैतिरबाट लाउँदैछु। अब यसरी रबर लगाएर चाहिँ बिचमा साइडमा सबैतिर मजाले गमले पक्रिन्छ नि त। अब यो 2 घन्टा जति मजाले यसरी बानेर राख्यो भने त अनि मजाले टाँसिन्छ। अब पछि फेरि उक्किहाल्ने डर पनि हुँदैन अलिकति गम सुकिसकेपछि। अब यहाँ देख्न सक्नुहुन्छ। अब म सेट अन गर्दैछु। मैले बानिसकेको छु, सेट अन गर्दैछु। सेट अन गरेर हजुरहरूलाई देखाउँदैछु रेडी भएको कन्डिसनमा म देखाउँदैछु। यहाँ देख्दै हुनुहुन्छ अन हुँदैछ हैन। सेट एकदम अन हुने क्रममा छ। यस्तै भिडियो हेर्नको लागि हजुरहरूले पनि मेरो भिडियोमा आएर यसो लाइक कमेन्ट गरिदिनु होला, यसो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, यसो माया गरिदिनु होला है त। हजुरहरूलाई म यस्तै भिडियोहरू हालिराख्छु। हजुरहरूलाई काम लाग्न सक्छ, महत्त्वपूर्ण हुनसक्छ कुनै बेला हैन। अब यस्तै इन्फर्मेसनमूलक भिडियोहरू चाहिँ म हालिरहेको हुन्छु हैन। हजुरहरूले पनि यसो हेल्प चाहिँ गर्नु होला। यहाँ हेर्नु, अब देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो यहाँ सेट अन भइसक्न लागेको छ। अब हेर्दै हुनुहुन्छ तपाईँ, अन भइसक्न लागेको छ अब सेट चाहिँ हाम्रो। यहाँ देख्न सक्नुहुन्छ यो अन भइसकेको छ। म तपाईँलाई देखाउँदैछु। अब यहाँनिर चाहिँ अन भइसकेको छ। अलिकति अन हुने बित्तिकै ह्याङ हुन्छ हैन सेट चाहिँ। अनि अब अलिकति चल्नलाई चाहिँ अलिकति टाइम लाग्छ। त्यही भएर यहाँनिर देख्न सक्नुहुन्छ रेडी भइसकेको छ। सेट रेडी भयो। यहाँ देख्न सक्नुहुन्छ। हजुरहरूको पनि यसरी नै सेटहरूमा समस्या डिस्प्लेमा आएको छ भने चाहिँ सम्झिन सक्नुहुन्छ है त। हामी फोन चाहिँ रेडी भइसक्यो अवस्था छ। हस् त, बाई बाई।